गर्न नभुल्नु होला सबैजनालाई सपोर्ट गरिदिनु होला हामीको पारा हेलो गाइस हामी आज हैन साथीले हैन बच्चा पाएको कारणले नौरामा जाँदैछ अच्छा राम बाइकमा गइरहेको छ हैन यो चाहिँ राम यस्तो दुर्गम क्षेत्रमा बाइक कसरी चलाउँछ हेरौँ हामी पनि एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके अगाडि हुन्छ कस्तो छ तपाईलाई फिल अब हैन यो यस्तो दुर्गम क्षेत्रमा पनि चलाउनु गाह्रो हुन्छ है हामी चाहिँ हैन हिँडेर जाँदैछ हैन राम चाहिँ हैन बाइकमा जाँदैछ र हैन हामी चाहिँ आज बाइक चलाएर गइरहेछ हैन यो चाहिँ स्याउरे बहादुर हो र हैन हामी चाहिँ हैन आज स्लिपिङको माथि गाउँ जानुपर्छ हैन त्यो देखा रुपेशको घर रुपेशको घरमा गएर अब हैन त्यो भान्जी सान्जीहरूले ओइ देखा न भनेको सान्जीहरूले यसले बाइक झन्डै रह्यो हैन खत्तम खालको मान्छेले यसले अच्छा बाइक झन्डै रह्यो हैन यसलाई बाइक चलाउन नहुनेछ मैले बुझ्यो यसलाई बाइक चलाउन नहुने चाहिँ हेर्नु होला तर बाटो चाहिँ खराबै छ है हाम्रो बाइक चाहिँ खराबै बाटो चाहिँ हाम्रो खराबै छ हैन हाम्रो हैन आज चाहिँ कक्षाको सबैजना मिलेर जान आँटेको हैन तर कक्षाको सबैजना भन्दा नि 3-4 जना मानेन हैन जानलाई अरे कहना क्या चाहते हो तर अरू बाइक जान आँटेछ हैन तर केटीहरू चाहिँ अगाडि गइसकेको छ सामान लुगासुगा अन्डा किन्नका लागि र कोदारी पुगिसकेको छ केटीहरू हैन तर देखाउ भने देख्दैन हेलो र गाइस यो भ्लग चाहिँ मैले लक्ष्मणको बनाएको होला तर हैन लक्ष्मणको आइडीमा गएर हैन हेरिदिनु होला कमेन्ट शेयर लाइक गरिदिनु कमेन्ट शेयर सब्स्क्राइब गरेको छैन सब्स्क्राइब गरिदिनु होला तपाईँ अनि यो थोप्रा अनि यो थोप्रालाई हल्का माया गरिदिनु होला तपाईँहरूको प्यारो भाइले आज हैन अब केही नयाँ देखाउनु गइरहेको छु हैन सँगैको साथीको बिहे भइसक्यो बिहे भएर बच्चा पाइसक्यो आफ्नो कहिले हुने हो हैन थाहा छैन यार मेरो कक्षामा त हैन 2-3 जना त बच्चा कहाँमा भइसक्यो 4-5 जना बिहे गरिसक्यो यार हामी भने चाहिँ यहाँ अब गर्लफ्रेन्ड बोयफ्रेन्डसँग झगडा गर्दै बस्ने हाम्रो गाउँ ओए तेरो गर्लफ्रेन्ड छ नि यार हैन झगडा गर्दै बस्नुपर्छ हामी भने चाहिँ यार खत्तम छ यार अरू साथीहरू सबले हैन बिहे गरेर बच्चा पाइसक्यो क्या कसैले नै नपाएको होला तर पनि हैन बच्चा नपाए पनि प्रेग्नेन्सी छ कि हाम्रो साथीहरू त्यही भएर मलाई गर्व लाग्छ कस्तो लाग्छ अबदेखि हैन तर हाम्रो उमेर पुगेको छैन हैन मारो मुझे मारो मारो मुझे मारो मारो बिहे गर्नको लागि र उमेर पुगेपछि गरौँला अहिले के गरौँला सुरुमा कमाउला त्योपछि रमाउला त्यसपछि बिहे गराउन त्योपछि बिहे गरेर त्योपछि छोराछोरी हेरौँला अनि त्यसपछि बुवा आमालाई बाजे अझै बनाउला नि बनाउला नि के भएको छ र तर हैन लक्ष्मण भाइलाई चाहिँ सपोर्ट गरिदिनु होला हैन त्यसको स्ट्रगल मैले देखेको छ हैन त्यसले अबे जल्दी बोल कल सुबह पनवेल निकलना है धेरै दुःख गरिरहेको छ हैन अब दुःख गरिरहेको छ तपाईँहरूले यसको स्ट्रगल हेर्न सक्नुहुन्छ यार पहिला यो ऱ्याप हान्नु खोज्छ पहिला यसको ऱ्याप राम्रै थिएन अहिले हैन त्यो ऱ्यापमा सुधार गरिरहेछ मेरो भाइले तपाईँहरूले नि टिकटक आइडीमा फलो गरिदिनु होला यसको टिकटक आइडी नाम थामीको पारा छ त्यसमा गएर लाइक कमेन्ट फलो गरिदिनु होला सपोर्ट गरिदिनु होला मेरो भाइलाई गरेको छैन भने गरेको छ भने त भइगयो सपोर्ट गरेको तपाईँहरूले मलाई थाहा छ तपाईँहरूले धेरै माया गर्छ हाम्रो युट्युब फ्यामिली अच्छा र टिकटक फ्यामिली रे र तपाईँहरूलाई धेरै धेरै माया र केही छ र अहिले चाहिँ हैन कति बज्यो र हाम्रो साउरा भाइ यहाँ आइसियो हैन
अहिले चाहिँ 12 बजिसकेको छैन 12 बजी अब गुड आफ्टरनुन हेर्नु तपाईँहरूलाई र हामी भोट बनाउँदै गइरहेको छौँ ओ बिचारी बिचारी मन्जिल धेरै टाढा त छैन भने नि अब ओ मेरो झोला नि बोकेर हिँड्न हिँड्दाखेरि 1-2 घन्टा लाग्ला होइन तर पनि तपाईँहरूलाई होइन बिचो बाटोको कट गरेर भयो नि होइन देखाउन चाहन्छु र अहिले चाहिँ होइन भ्लग बन्द गरेर होइन पछि देखाउँछु अरे कौन भौंक रहा है ये बदतमीज। ल गाइस हामी कोदारी आइसक्यो होइन र पसलमा छौँ होइन यहाँ चाहिँ यो चाहिँ कालीमाता हो होइन अब यो अब गाइस यो भिडियो चाहिँ भाइरल हो भाइरल सरले माया गरिदिनु फाइनली हामीले सामान किनेर नै हिँड्यो होइन यो सामान बोक्ने मान्छे तैँले के भएको यहाँ चाहिँ होइन यतिजना छ आज हामी जाने माथि र सौर्य भाइ ब्यागमा गइरहेको छ काल नआइकन बोल्न हेलो What? आज चाहिँ हामी चाहिँ अब साथीको होइन सरी बिहे होइन त्यो के अरे आज नानीको नौरा नानीको नौरानमा हामी गइरहेको छौँ हामीलाई के दिन्छ त्यो को चिन्दैन भने आज चाहिँ म के भन्नु चाहन्छु भने हेलो हेलो कालीमाता हेलो कालीमाता तपाईँलाई होइन नौरानमा जाँदा कस्तो भिड भइरहेछ हजुर तपाईँ पनि बुलडोजर मुन्नी भैँसी कस्तो भिड भइरहेछ दुईजना बोकाहरू चाहिँ होइन बाइकमा गइसियो हामी चाहिँ अब हिँडेर जाँदा हामी त मान्छे पऱ्यो होइन त्यही भएर यो आइसको पसल हो यसमा होइन लुगा सुगा होइन चाइनिज सामानहरू किन्नु छ भने आउनु होला ल यो आइसकोमा तपाईँ इन्टरभ्यू दिनु न तपाईँलाई होइन मेरो युट्युब च्यानलमा आउँदा कस्तो भइरहेछ र हामी यसो हल्का गइसक्यो माथि घाम लागेर होइन पाप भएको छ मलाई घाम लागेर होइन पाप भएको छ मलाई म बेबोको फ्यान हो त्यसैले पाप भयो भन्दै सङ्घर्षलाई गर्मी भएर पादा सङ्घर्षलाई गर्मी भएर पादा मेरो बिल्ला नाना आएर म सोध्छु मान्छेको गर्मी भएर पादा यता हेरेर भन्नुहोस् त तपाईँले के भन्नुभएको सुनेन मैले पैसा माऱ्यो भने खत्ता हुन्छ यहाँ चाहिँ काम चलिरहेको छ होइन यहाँ अब दर्ज बनाउन आदि के बनाउन थाहा छैन हामीलाई होइन हेर न ऊ मात्रै हेर्छ ल यतिजना छ हामी चाहिँ हिँडेर जानेमा यिनीहरू चाहिँ गदा जत्तिकै पऱ्यो म चाहिँ मान्छे पऱ्यो मान्छे पऱ्यो होइन बाटो त बिर्जु न हाई भन्ने हेर मेरो लक्ष्मणको भाइको च्यानलमा ओ दिप्रे क्या छ होइन ठुलोले बोल न कि हेलो गाइस होइन हामी चाहिँ चित्रे बजारमा पुगेँ होइन हम मालूम है तेरे बाप को मत सिखा चल अहिले चाहिँ यो अलि माथि चाहिँ हाम्रो के अरे गन्तव्य छ हाम्रो साथीको नानी हेर्न जान आँटेको आज होइन भान्जी हेर्न जानु आज हामी चाहिँ होइन र यो पथ्याङ्ग्रेहरू कामै नराख्ने छ
यो एडभेन्चर कस्तो हुन्छ त होइन यहाँ चाहिँ गाडीको लाइन छ क्या माथि यहाँ तेह्र र एलपीको होइन लाइन तिखर पनि हिँडिरहेको छ होइन हेर्न सक्नुहुन्छ गाडीको लाइन कहाँसम्म छ होइन यहाँदेखि भन्सासम्म गाडीको लाइन छ होइन गाडीको लाइन धेर छ यहाँ चाहिँ होइन यो गाडी हिँडेको कारणले नि धेरै पहिरो जाने गर्दछ होइन अच्छा खै के हो यो छिटो हुन्छ क्या माइ चाहिँ अब उताबाट गरेर हामी जानुपर्छ होइन त्यसपछि अब होइन हामी तपाईँहरूलाई थाहै छ सुत्केरी आमाको घरमा पुग्छौँ कस्तो यार भ्लग बनाउँदाखेरि डिस्टर्ब गरिदिन्छ अरे मलाई यार यस्तरी मेरो बुढा यस्तरी मेरो बुढा अरे कहना क्या चाहते हो बिहे गरे भएको हुन्छ त र हामी चाहिँ होइन उताबाट होइन उकालो लाग्ने भएको छ तर काम लागेर होइन हामीलाई अति नै पाप भएको छ यो पनि ब्लकर म पनि ब्लकर भएको कारणले ओ मेरो भाइ पुरै मिलिरहेको सब्सक्राइब गर भन्दा बक्कल अनि यो बाटोमा होइन तपाईँलाई स्पेसल छैन गाडी आएर मरेको गर्छ यार तर पनि होइन कुन दिन कुच्चिलो भने डर लाग्छ क्या माता अब होइन हिँड्दाखेरि कस्तो फिल भइरहेछ आज तपाईँले बोलेको केही सुनेन अब यहाँबाट भनिदिनु होला गर्मीले डढेर के कालो हुन रहेछ अल्छी लागिरहेछ गर्मीले डढेर के कालो हुन रहेछ अल्छी लागिरहेछ कालो चाहिँ होइन पक्का रातो चाहिँ भएको छ होइन त्यो यस्तै हुन्छ नि त अरे कौन भौंक रहा है ये बदतमीज मङ्गोलिनी होइन त्यो अब मुस्ताङको स्याउ जतिको भएको छ रातो न रातो यस्तो चाहिँ होइन हामी जस्तो पक्का काली माता हो क्या काली माता हो क्या यसको पारा यसको यस्तो छ होइन अनि यो दुईटा पारा पनि यस्तै छ र यो बाटोमा चाहिँ अरानीको बाटो भएर नि हो कि अरानीको बस्ती धेरै आउँछ यहाँ अरनिको राजमार्ग हो नि त हो हजुर हो तपाईँ अब यसो तपाईँले लिनुभएको अनुभवको बारेमा भन्नु त के भन अब सँगैको साथीको बच्चा भइसक्यो तपाईँको कहिले हुने अरे कहना क्या चाहते हो र तपाईँ कहिले बिहे गर्ने भन्नु पर्दाखेरि साढे 9 भन 10-12 वर्षपछि जाएको अच्छा अघि होइन भन्नु खोज्दाखेरि 1.5 वर्षमा हुन्छ भने आँटेको थियो तर अहिले वर्ष बढायो र सुस्मिताको चाहिँ कहिले हुने हो र यो पानी खान आँटेछ यहाँ पानी खान पाएको जस्तरी कमली तेरो त बच्चा भइसक्यो है तर पनि कस्तो फिल भइरहेछ साथीकोमा जाँदा एकदम पैसा तिर्नु जानु परिरहेछ है ए पैसाको दिन जाना थिएँ यहाँको हाम्रो भैँसी चाहिँ नअद्यो हिँडिरहेछ बाटो चिनेर कि के हो होइन कैसा लगा मेरा मजाक पैसा त राखेन त म त हिँड्ने मात्रै केबाट जाने भ्लगमा चाहिँ यस्तो नभन्न यार मस्त तालमा हिँडेर होइन अब तिमीहरूलाई ए सरी दुईवटा बोकाहरू जु त्यो माथि पुगिसकेको छ होइन मस्त जोक मारा रे र हामी चाहिँ यहाँबाट उकालो जानुपर्छ होइन बिचरा यार अहिले रोडको छेउमा त बनाउने यार नौरन खान नि कहाँ कहाँ जानु पर्यो हामी हाम्रो साथीको नौरान भएको कारणले गर्दाखेरि मेरो साथी होइन बहिनीको नौरन भएको कारणले पान्जी हेर्न जाँदैछु म अब यस्तो छ गाडीको लाइन चाहिँ धेरै छ तर हामी बाटो यस्तो छ तर जङ्गलको बाटो भयो नि तर यत्तिको बनाएको छ खुसी लाग्छ यही कुरामा अनि तपाईँले केटीको झलक बोक्नु भएको छ त यो यसमा केही प्रश्न यो भनेको साथीको घर बोकिदिएको साथीले बोक्न नसक्ने भएर त्यही भएर भाइ तर होइन
आज चाहिँ अब यसो तपाईँहरूलाई देखाउन चाहन्छु मेरो साथीको छोरी मेरो भान्जी कस्तो रहेछ भनेर सब देखाउँछु होइन। त्यहाँ के लग्यो अहिले माथि गएर देखाउला होइन। अहिले देखाएर तपाईँहरूलाई काम पनि छैन र हाम्रो यहाँ केटाहरू यहीँ छ भाइ राम भाइ तर कस्तो लागेको छ यसो साथीको नौरामा जाँदाखेरि? लसुन लगाउँदै यो सबैजनाले धेरै धेरै माया गरिदिनु होला मेरो भाइलाई होइन त त्यही हो ल होइन र होइन अगाडि बस्ने पछ्याङ्गीहरू चाहिँ चिच्चाउँदै हिँडिरहेको छ। र हामी चाहिँ होइन यहाँ उकालो हिँड्दैछ। सपोर्ट गरिदिनु होला भन्न यार। र होइन यहाँ चाहिँ यस्तो गुफा जस्तो छ। यो गुफामा चाहिँ होइन भरे बेलुका राम सुत्ने भनेको छ होइन यो गुफामा। डिप्रेसन होइन हामी यहाँ जङ्गल छ। अब ओ साथीहरू तिमीहरू चाहिँ बिहे गऱ्यो भने त्यो रोड भएको छेउमै जा ल। यस्तो जङ्गलको बाटो नजा ल। कोही कोही त मेरै घरमा होला। तर यार भ्लगमा चाहिँ यस्तो नगर्ने यार। आमा हाइलेक्स गाडी सुप्रा पठाउनु न भने सुप्रा कार कम्पनीको नाम हो। BMW पैसा छ BMW किन्ने? कति छ? एउटा किडनी बेचेर चाहिँ होइन तपाईँले BMW किन्न सक्दैन। तर म तपाईँलाई होइन BMW किन्ने एउटा योजना भन्छु। हस्पिटल जाने है किडनी बेच्ने 8 लाख रुपियाँ आउँछ त्यसलाई। अनि त्यसको लागि अनि त्यसलाई सेयरहरूमा हालिदिने 2 वर्ष जति त्यसलाई बिर्सिदिने। अनि त्यो 8 लाखको अब 1 करोड हुन्छ। अनि फेरि आफूले एउटा किड्नी हाल्ने त्यसपछि एउटा कार किन्ने। तपाईँलाई यस्तो राम्रो योजना दिइरहेको छ होइन भाइ। तपाईँ मेरो कन्टेन्ट नबिगार्नु न यार। मेरो कन्टेन्ट आएर बिगारिरहेको छ यो। अरे कहना क्या चाहते हो? ओए 1-2 जना भैँसीले यो काली मातालाई बोक्न आइजना। हेलो होइन हर्लिक्स खायो भने तागत बढ्छ। यस्तो सिडी हिँड्न पाउँछ। त्यो खायो भने हामी चाहिँ फाइनली त्यसको घरको मुनिपट्टि आइपुग्यो होइन। यो चाहिँ त्यसको घर हो होइन। यो चाहिँ त्यसको घर हो। हामी त्यहाँ पुग्दैछौँ होइन। क्यान्डीहरू हिँड्नु छ उता लिएर 2टा क्यान्डी। र होइन यो एउटा हाम्रो महा खाते चोर समझ रहे हो ना? चाहिँ यो हो होइन। यो तपाईँहरूको घरको छेउतिर आयो भने नि यसलाई पुलिस बोलाएर पठाइदिनु होला। यो 1 नम्बरको चोर छ। र अर्को चोर होइन त्यसको पछि होला बाइक चोरेर आएछ आज यिनीहरूले। यदि कसैले यस्तै मान्छे बाटोमा देख्नुभयो भने नि 100 नम्बरमा कल गर्नु होला। अच्छा 100 नम्बरमा नभए नि पुरस्कार पाउँछ। 100 नम्बरमा नभए नि मेरो नम्बरमा गर्नु होला। मेरो नम्बर तर म भन्दिनँ। 98 दिएर 30 बाँकी नम्बर अब 98 100 त्यही हो। र होइन यो अब हाम्रो साथीहरू चाहिँ थाकिसकेको छ हिँड्दै होइन। र हामी होइन फाइनली होइन त्यसको घर आइपुग्न आँट्यो। अब हाम्रो कन्टेन्ट घर आइपुगेपछि तपाईँहरूलाई A few moments later. फाइनली हामी घर पनि आइपुग्यो होइन। हामी चाहिँ आइसक्यो सबैजना। फाइनली हामी घर आइपुग्यो होइन। साथी घर आइपुग्यो। अब चाहिँ के होला? साथी घर चाहिँ रहेछ। यो चाहिँ माथिको चाहिँ भविन्द्र घर हो। यो हो रूपेश भाइ हदिना कङ्ग्रेचुलेसन।
होइन रुपेशलाई होइन बाउ हुँदाको फिल कस्तो भइरहेछ यसो भनिदिनु होइन भ्लगमा भन्दैन यार अलिकति दादा नमस्ते खै हात त मिलाउन दादा ए ल कङ्ग्रेचुलेसन फेरि पनि तँलाई होइन बधाई छ हामी चाहिँ फाइनल आइपुग्यो हेलो हामी फाइनल आइपुग्यो नानीको आमा यहाँ छ देखाइदिने नि हेलो तपाईँलाई कस्तो फिल भइरहेछ सुनेन यार कस्तो फिल भइरहेछ भन्नु नि त बना भिडियो भन्नु न तपाईँ हाम्रो लुगा लगाइदिउँ अनि मात्रै फोटो खिचौँ कस्तो कस्तो फिल भइरहेछ भन्नुहोस् त पागल यसले त के हाम्रो यो भान्जी कस्तो छ भान्जी ट्याक्कै होइन कस्तो हो कस्तो अब मैले बुझ्न सकेन यो चाहिँ हो होइन हाम्रो स्कुलको दियोजी डन कैसा लगा मेरा मजाक यिनीहरू नै हो ब्युटी क्विनहरू हो सबै गाइस हाम्रो यहाँ भान्जी चाहिँ शङ्खले समाइसकेका छन् भान्जी समाउँदाखेरि कस्तो अनुभव भयो तपाईँलाई घरमै फिल हुँदैछ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है ल ठिक छ पल्लोपट्टि हो अरे हाम्रो भने यहाँ झगडा भन्दै ठिक हुन्छ यार हाम्रो भने यहाँ झगडा भन्दै ठिक हुन्छ यार हो त्यो त तिमीहरू नचिच्छ त तिमीहरू चिच्चाएर अनि तल थाहा छ है तल हामी चाहिँ अहिले भर्खर हेरेछ होइन बहिनी जोस राम्रै छ अनि फेस रातो रातो भएछ होइन हिँड्दा अब त्यही हो सबैको पसिना आँखा अनुहारमा चाहिँ अन्जु चाहिँ होइन अन्जुले देखेन यो चाहिँ हेर आज मुस्ताङको स्याउ जतिको भन्छ रातो न रातो अनुहार भन्ने मात्रै रहेछ स्याउने भनेछ बेला बेलामा यो बाहिर चाहिँ को रहेछ ए उता पल्लोपट्टि बस भन्थ्यो कि अनि त्यो पछि हामी चाहिँ आज चाहिँ केटा हो होइन अब मेरो भ्लगमा पनि भन्न हो अघि त त्यो के हो यो भ्लगमा भन्यो अनि ए हुन्छ भाउजू हुन्छ ल हामी चाहिँ भित्र बस्ने आइज आइज भित्रै बस्नु कोही छैन त त्यही पनि बस्ने त बस्ने हो अनि हामी बस्न आँट्यो भित्रै आउँदैन ओले 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 कस्तो लाग्यो सानो भिडियोमा युट्युबको लागि हो न उता छ टिकटकको लागि अब यहाँ बस्छ होइन अब यहाँ हामी हाम्रो महादिदीलाई प्रश्न सोधिरहेको छ तपाईँलाई फिल कस्तो भइरहेछ नानी आमा हुँदा सुस्मिता तँ दाइलेसँग दुईचोटि भएपछि एकचोटि यसको पालामा एकचोटि होइन तेरै यसको पालामा कस्तो फिल भयो तँलाई चाहिँ कस्तो फिल भयो हाम्रो माताको फर्स्ट टाइम अब यहाँ आएर भनिदिनु होला एक दुई शब्द नानी समाउने आमालाई चाहिँ भन्छ ए आन्टीलाई त्यो बच्चाको चप्पल नि कस्तो फिल भइरहेछ हजुर ओइ नानी समाउने मान्छे कस्तो फिल भइरहेछ भनेको म बनाएन कसम रियल नानीको फेस चाहिँ यो रहेछ यो फेसमा चाहिँ इमोजी राखे फेरि हामी नदेखाउने आँखा लाग्ला इमोजी के सोध्छ है यिनीहरू यार माता अनि आज यस्तो रातो भएको कारण चाहिँ किन
सरी नानी नानी पाउनु भयो अरे अनि त्यही घटनाको अब सरी नानी नानी पाउनु भयो अरे अनि त्यही घटनाको अब फेरि यो भ्लग त्यस्तै हेऱ्यो भने चाहिँ के हुन्छ हेरेको छैन नि म त हाल्ने हो यो चाहिँ हाम्रो अस्तिको त मुन्नी दिदी हो र भित्र ठाउँ नभएको कारणले होइन यो भित्रै नआएको होइन आइज तँ यो जस्तो भैँसी छैन तँ अट्छ ल यो भ्लग हाल्ने चाहिँ आम्मा म पल्लोपट्टि बस्छु यिनीहरू यो होइन पढ्थेन ल्याउ कमली तँ त अब होइन योभन्दा नि अगाडिको एक्सपिरियन्स छ यसलाई केही कुरा सिकाइदिए त तैँले होइन भन्दैन माताजी होइन अब यहाँ नानीहरूलाई भन्दा नि मोबाइलमा ध्यान छ यसको नि त्यही हो कामै नलाग्ने यिनीहरू कामै छैन कस्तो क्यामेरा हल्दै आज यार हात चाहिँ कति सानो है देख्दा सानो हुँदैछ हात होइन जियोस् म पनि ह्यान्डसम देख्ला जस्तो लाग्यो आजबाट चाहिँ होइन किन अच्छा भन्नु किन कि भन्ने एउटा म ऱ्याप रिलिज गर्छु भोलि पर्सि त्यसमा भन्ने छु नमस्ते दादा मलाई किन आज नमस्ते सबैलाई भन्न मन लाग्यो दादा आज मलाई खोइ होइन यहाँ चाहिँ अब यसो गफ गरिरहेको छु अल्छिरहेर माता एक दुई शब्द बोल्नु न त फेरि भइरहेछ यो नै हामीले अब चाहिँ हामीले सामान दिन आँटेको अब यसो यो एउटा अन्डा 1 किलो त अन्डा छ खासमा 1 किलो त अन्डा अरू के छ हेरौँ र अब हर्लिक्स साबुन छ अनि यो चाहिँ के हो सराप छ लोगो धुनको लागि अनि एक सेट लुगा ल्याइदिएको छ होइन हामीले फाइनली अब यो दुईजना भएर दिनेवाला छ यति सामान लिएर हामी अब बिदाय हुनेछ यहाँ घरबाट नानीलाई टोपी लगाएर राख्दियो है भन अनि बाउ चाहिँ तर घाटा नानीको बाउ बस्नुपर्ने भाइको कहाँ गयो रुपेश अलि राम्रो लगाइराखे परे नानी कस्तो मजाले सुत्रहेछ कि टोपी लगाउने डिस्टर्ब हुन्छ परेको निन्द्रा खोइ त्यो राम्रै हुन्छ अन्त नि रात लगाइदिनु पर्दैन क्या बरु ठिक हुन्छ नि अन्त कस्तो राम्रो छ हुन्छ यत्रो टाउको बोकेर आउँछ तैँले नि कस्तो राम्रो टोपी छ लगाएर त्यस्तै राम्रो टोपी भयो तेरो समझ रहे हो ना टोपी चाहिँ लगाइदिनु ल त्यो हो त नि आम्मा ओ माइ गॉड कस्तो राम्रो रहेछ टोपी त सानो हुन्छ नि हो आज भित्र ओइ ओ टक्क फाइनली टोपी पनि लगाइदियो कस्तो तेरो पो यार यहाँबाट फोटो खिच्ला हो नि त त्यहाँबाट फोटो खिच्छ मान्छेले छेक्रे ठाउँमा ऊ कस्तो राम्रो देख्यो बराले आहा यो नै टोपी लगाएर चाहिँ यस्तो देख्यो फाइनली होइन अब फाइनली हाम्रो पुरै हेर्नु छ फाइनली पागल हजुर अब के लिएर एक सेट लुगा ल्याइदिएको छ साबुन सरफ छ नानीको कपडा धुनलाई बहिनीको कटुहरू दिन्छ हर्लिक्स ल्याइदिएको छ होइन
बिहान यो बिहान हल्ली छ प्याज हालेर खाऊ खाऊ अनि अन्डा ल्याइदिएछ है पकाएर खानु अन्डा उसिनेर खाऊ पकाएर अनि अनि देव कौन है ये लोग कहाँ से आते हैं ओछ्यानमा चाहिँ नराख्दैन है यो खलाई अनि ऊ भुइँमा राख्दैन है अब धेरै कस्तो ओछ्यानमा राखिदिएको? है यति हो अब सक्ने यिनीहरू नै ओछ्यानमा दक्षिणा राख्दैन हो त दक्षिणा दक्षिणा दिनु भने झन् त भाइरल हुन्छ नि मलाई एक 2,000 झिकेर दिएर ल ल ल ल ल ल ल त ल दियो 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 वना दिनलाई लगाउन हो ओइ त्यो भिडियो नबना त ओ के हो त भाइरल हुन्छ लागेन के हुँदैन क्या अत झन् भाइरल हुन्छ नि त्यो खोइ दिएर बरु क्रोप गरिदिएर क्रोप गरिदिन्छु के ये फंस गया सीएम भन्ने चाहिँ देऊ औको सँगै भोलि म जानी भाइ 1000 राखिदिन्छु ल ल दिनु चकलेट खाऊ ल ललिपप खाऊ ललिपप अहिले ललिपप दिने भने ललिपप खाऊ भन ओइ ब्याग तान त ब्याग ल हामी चाहिँ डागो ल ओइ ब्याग अब हामी चाहिँ होइन अब यहाँबाट जाँदैछ होइन विदाय कार्यक्रम गर्दैछ अब हामी सामान लिएर अब हामी नाटिसक्यो होइन अब फाइनली अब ब्लग पनि अब यहीँ इन गर्छ र अनि रुपेश भाइ अनि तँ चाहिँ कहाँ भागेको त यार हिँडेको ल गयो है हामी पछि आउला बरु ल गएको तँ चाहिँ के बच्चा जस्तो भएको अनि ओइ बिस्तारै हो ल बाइ बाइ ओइ लक्ष्मणको जुत्ता ल्याएर देख्छु पुरा सुनेर नि हाँस भन्दा हो रहेछ पुरा सुनेर नि हाँस भन्दा हो रहेछ अनि तिमीहरू चाहिँ कताबाट जाने यताबाटै नानीलाई के दिइराख्यो यो दिएर केही हुँदैन र हामी चाहिँ अब गयो है ल हामी चाहिँ अब फाइनली होइन घरतिर लाग्न आँटियो होइन अब यो चाहिँ हाम्रो चाइना हो होइन यो आली रोडबाट देखाउने यार अब हामी घरबाट बिदाई हुँदैछ त्यसैले सबजनाले बाइक गरिदियो है आली एक ठाउँ भएर भन यार एकछिन एकछिन है ल भन्दे बाई हाम्रो लक्ष्मण भ्लगमा चाहिँ लाइक कमेन्ट सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला सबैजनालाई सपोर्ट गरिदिनु होला हामीको पारा यो चाहिँ 12 कक्षाको भ्लग हो होइन सबैजनाको त्यही भएर सबैजनाले सपोर्ट गरिदिनु होला हरेक दाई भाइ दिदी बहिनी नमस्ते यो चाहिँ होइन मेरो भाइको युट्युब च्यानल हो होइन यसमा सबैले साथ दिनु होला सबैले माया गरिदिनु होला मेरो भाइलाई होइन अब ब्लग यहीँ होइन म टुङ्गाउन चाहन्छु हस्त धन्यवाद।